गाइस गुड मर्निङ सम्पूर्णमा। आज ब्लग बनाउने कोसिस गरेको यी देखसेक लिएर अब ड्युटीतिर जानु पर्यो र यी मौसम पनि आज साह्रै गति लाग्दो त छैन। मौसम पानी पर्छ जस्तो छ र मैले हेर्ने सानो बगान लगाएको थिएँ तितै गरेर फलेर ऊ पाकेछ पनि देख्न सक्नुहुन्छ। पाकेछ यो चाङ हालेर फर्सीको मुन्टाहरू मजाले खाइँदैछ। करेला फल्दैछ, बोडी फल्दैछ। यो चाहिँ गुवाहाटी है गाइस, गुवाहाटी हो। तल म ड्युटी अब तल जान्छु। फर्सीको मुन्टा पनि बिल्डिङबाट पार हुन आँटिसकेछ। हे ल भिडियोमा बनिरहनु होला। ड्युटीमा कस्तो के गर्छु, यस एउटा राम्रो विषयमा कसैले घरसर बनाउनु हुँदैन भने राम्रो एउटा विषयमा जानकारी दिनेछु हजुरहरूलाई। ल भिडियो बनिरहनु होला गाइस। काम चाहिँ यस्तै हो। काममा आइपुगेँ म ड्युटीमा। यस्तो अब मालहरू खिर्कीको मालो यसको यहाँ पेकिङ गर्दैछ भाइले। हो भाइ के माल पेकिङ गरिन्छ? हाइब्रिड माल, हाइब्रिड न डोमाल पुरा मालहरू हेर्न सक्नुहुन्छ। उहाँ हेर्नुहोस्, खिर्की, दैलो, विन्डो, डोमाल जति पनि दामी एल्युमिनियम भयो जति सबै यहाँ भेट्छ। र यसमै हामी काम गर्छौँ। यो खिर्कीमा साइडमा लगाउने रबर हो, यो पिभिसीको प्लास्टिकको यो सिटहरू हो। एटिएम बनाउने, एटिएम जुन चाहिँ पैसा खडक निकाल्ने मेसिन हुँदैन त्यो बनाउने मेसिन चाहिँ होइन, त्यसको जुन चाहिँ पुरा यो पार्टिसन बनाउने सिट यो हो। यहाँ पनि छन् सिटहरू, सिट, पर्दाको पाइप यो सबै कस्टमरको अर्डरको माल। त्यहाँबाट यहाँ हेर्नुहोस् पुरा हरेक कलरको पार्टिसन जुन चाहिँ घरमा पार्टिसनहरू लगाएर एल्युमिनियम लगाएर पार्टिसन गर्ने त्यो सामान हो यो। र माथि हेर्नुहोस्, माथि पनि माल छ खिर्कीहरूको। यसले साइनबोर्ड बनाउनु जान्छ। साइनबोर्ड जुन चाहिँ यस्तो ब्यानरहरू पुरा लाइटिङको बोर्डहरू हुँदैन, यसले यो एल्युमिनियमले कभर गरेर त्यहाँबाट अनि बोर्ड लगाउँछ। यस्तो यो दैलोको लकहरू गाइस हेर्नुहुन्छ। यो उतो फोटो फ्रेम जुन चाहिँ फोटोमा साइडमा लगाउने फ्रेम हुन्छ त्यो फोटोको फ्रेम हो। ल गाइस काम गर्दै गर्नु पऱ्यो, ब्लगमा पनि बनिरहनु पऱ्यो। के गर्नु, बाहिर गएर ब्लग बनाउने समय हुँदैन र ड्युटीमै ब्लग बनाएर आज तपाईँहरूलाई देखाउनेछु। भाइ याद थोइदिया यदु लेखिदिए मार्का मारिदिए पार्टीको नाम। मार्का मारेन भने यहाँनिर 3वटा 4वटा पार्टीको छ माल रेडी गर्दै राखेको छ। मार्का मारेपछि ठक्क बिल लिएर आउँछ नि, ठक्क दिदियो माल। अब फेरि एउटा अर्डर आइसक्यो र अर्डर मैले लेखिसकेँ र अब यसको वेट दिनुपर्छ गाइस। यहाँ मैले लेखेको छु अर्डर, अब माल खोज्नुपर्छ। सटर 41,708 सटर एलटेक পুরো বান্ডুল দে তাতে থৈ দিয়া। তাৰপিছত এইটো শাৰ্টাৰ পাই গ'লোঁ। তাৰপিছত লিখা আছে টু ট্ৰেক টপ 48,200। এইটো 48,200 টু ট্ৰেক টপ। এইটো ওলাই দিয়া। আৰু এইটো টু ট্ৰেক বটম, এইয়া টু ট্ৰেক বটম सेम वेट 46,300। ड्युटी चाहिँ यस्तो छ है गाइस। इतिया লাগিব মোক टू ट्रेक टप 48,400। साहब ड्युटी गर्न साह्रो छ है साथीभाइ हो। यसरी मालहरू उठाउनुपर्छ, यता साइड गर्नुपर्छ। यो लड भने यहाँ यो तलको दुईटा माल दिने बेला भयो। ए पनि कर। यो इन्टरलक 44,200 इन्टरलक 44,200 यी भेट्यो। एक गाडी माल आएको थियो सकिन आँटो लागिछ, रसिद लागिछ। এইটো কি হয়? টু ট্ৰেক টপ হয়, এপিনি ষ্টিকাৰ নাই। ৱেটটো কোৱাচোন? 48,400 টু ট্ৰেক টপ 2 বান্ডুল। गाइस यो जुन चाहिँ ए सेक्सन छ नि, यो ए सेक्सन यो यहाँ हेर्नुहोस् यत्रो
तल पो रहेछ 49X ह्यान्डल भनेको ए सेक्सन जुन चाहिँ खिड्कीमा विन्डोमा जुन चाहिँ साइडमा लाग्छ हो त हो। ल गाइस फाइनली अर्डर पुरा भयो, सबै माल भेट्यो, रेडी गरियो। अब व्हाट्सएप गरिदिन्छु, त्यहाँबाट बिल बनाएर ठक्कै आउँछ। आइज टाइगोलु व्हाट्सएप गरिदिए, अब बिल लिएर आउँछ, माल लान्छ। यो मालले चाहिँ यस्तो खालको खिड्की, यो खालको खिड्की बनिन्छ त्यो मालले काटिङ गरेर टुक्रा टुक्रा पारेर त्यस्तो खिड्की बनाउँछ। गाइस आजको लागि यति नै जानकारी, आउनेछु नेक्स्ट ब्लगमा। फलो र लाइक र सेयर गर्न नभुल्नु होला। धन्यवाद। जय गोर्खा।